हेलो गाइज, आज म देखाउँदैछु हजुरलाई हाम्रो घरमा भएको चिजै। देख्नुहोस्, यहाँ छ बेलौती, यत्रो बेलौती छ। अनि छ यो गाबा छ नेपालदेखि ल्याएको, यहाँ रोपेको गाबा। अनि यहाँ छ यो तरुल पनि रोपेको। अनि यहाँ चिमरुपे छ, मकै। अनि छ अनार हेर्नुहोस्, अनारको बोट छ। यो चाहिँ मेरो छोरो कति काम गर्छ, काम गरेको गरे हो। अनि यो कडी पत्ता। अब म गेट खोल्दैछु, मेरो छोरो हेर गेटदेखि बाहिर जानु कति छिटो आछ। ओइ, मभन्दा अगाडि दौडिन्छ। ओ यता आऊ, कहाँ जाने? आऊ। देख्नुहोस्, यो कबलीका मन्टा। अनि यहाँ पनि छ तरुल। फुच्चे कसो गर्छ त्यही बस, खासै रोपेको छैन। यो मकै रोपेको, अनि बोडी र मकै रोपेको। अनि फेरि कबली रोपेको, मन्टा खानालाई वहाँ छ। त्यहाँ छ घिउ कुमारी। बाँकी अहिलेको लागि यति नै रोपेको हो। यो तरुलका पत्ता कति ठुला तरुल। अनि हाम्रो घर अगाडि ठुलो रुख छ, यस्तो रुख छ। हाम्रो घरको गेट हो। आज चाहिँ मौसम बहुत शीतल छ। बाबु उता जाने होइन, आऊ। यो किम्मुको रुख, हाम्रो घर अगाडि यति रुख छ। यहाँ हेर्नुहोस्, छ दुईटा रुख छ। किम्मुको रुख छ यति ठुलो। हेलो गरिदिऊ, बाई बाई गरिदिऊ, बाई बाई। हामी फेरि आउने छौँ। हामीलाई लाइक कमेन्ट सेयर गरिदिनु होला, सबैले माया पनि गरिदिनु होला हाम्रो युट्युब च्यानललाई भन्यो।